साथीहरु एकैछिन भिडियो हेर्नुस् मठ त। मन्दिर अब हामी आगो लगाइदिने छौँ। मैले यहीँबाट घोषणा गर्दै अब हामीलाई यो देशमा समतामूलक समाज चाहिएको छ। इक्वालिटी तरिकाले बाँच्न पाउने हक अधिकार सुनिश्चित ढङ्गमा व्यवस्थापन गर्नुपर्छ। होइन भने यसको विद्रोह अब देशभरि हुनेछ। त्यस्तै प्रकारले अब हामीले के सोचिरहेका छौँ भने यो देशमा कानुन त छ, त कानुन छ, हामी मान्छौँ, तर व्यवहारमा लागू छैन। हामी डराउनको लागि जन्मेका होइनौँ भारत सरकार, इतिहास बदल्नको लागि जन्मेका हौँ हामी। त्यस भएको कारणले गर्दा अब हामी यो देशमा जुन प्रकारको उत्पीडित समुदायलाई आक्रोश छ, चिन्ता छ, यो अहिलेको मात्र चिन्ता होइन साथीहरू, यो लामो समयदेखिको विकराल समस्या छ। त्यस भएको कारणले गर्दा यो देशमा जात व्यवस्था राज्य सत्ता मात्र होइन, यो देशमा हिन्दू वर्ण व्यवस्थाबाट बनेको छ।